हेलो नमस्ते सबैजनालाई नमस्ते र हामी नेपाली हौँ र म पनि एक नेपाली हुँ। मेरो घर चितवन हो र मेरो पुर्खौली घर लमजुङ हो र छिमेकी जिल्ला गोर्खा हो। त्यही भएर हामी सबै नेपालीको सबैभन्दा ठुलो पहिचानको विषय भनेको नेपाली छ र दोस्रो गोर्खा। त्यसले गर्दा हामी सबैजनाले इन्डियामा भएको प्रब्लमलाई कसरी सल्भ गर्ने विषयमा थोरै सुझाव दिँदा पनि अलिकति राम्रो हुन्छ होला। सबैले सीमा सुवेदीलाई गाली गर्ने, आफ्नो देशको बारेमा पनि केही नराम्रो लेसनहरू दिने, अरूको देशको बारेमा पनि नराम्रो भन्ने कुराहरू अलिकति ठिक लागेन मलाई। सोसियल मिडियामा यस्तो कुरामा भाइरल गरौँ जसले अरू कन्ट्रीमा अरू व्यक्तिहरूले उठाएको सुझावहरूलाई पनि समेट्ने खालको होस्। दार्जिलिङको मुद्दा ठिक छ, भाषा नेपाली पढ्न सक्नुहुन्छ उहाँहरूले र उहाँहरूको नाम दार्जिलिङ ल्यान्ड राखिदिनु होला। यदि गोर्खाल्यान्ड राख्नु पर्यो भने त्यो शब्द नराखिदिनु होला, किनभने गोर्खा दुईटा हुन्छ जसले गर्दा पुरानोको पनि अस्तित्व रहँदैन र अब भन्ने गोर्खाल्यान्डको पनि अस्तित्व रहँदैन। यसले गर्दा जुन भइरहेको ओरिजिनल नाम छ गोर्खाल्यान्ड नेपालमा छ भन्ने बुझ्नु पर्दछ हामीले। गोर्खाली र गोर्खाको विषयमा कसैले पनि दुईटा नाम बनाएर कन्फ्युज गराइदिने काम नगरौँ। जस्तो लुम्बिनीको अहिले इन्डियाले अर्को लुम्बिनी बनायो भनेर जुन कन्फ्युज भएको छ नेपालमाथि, त्यस्तै गरेर गोर्खामा पनि कन्फ्युज, लुम्बिनीमा कन्फ्युज, सगरमाथामा कन्फ्युज यस्तो भयो भने नेपालको कुनै पनि अस्तित्व रहँदैन। त्यसले गर्दाखेरि नेपालको योडहरू कतै युज हुन्छ भने सरकारले पनि यसमा पहल गर्नु पर्यो रोक्नको लागि र हामी नेपालीले पनि त्यस्तो गर्नु भएन। र दार्जिलिङवासीहरूलाई म के सल्लाह सुझाव दिन चाहन्छु भने दार्जिलिङ ल्यान्ड बनाउनुहोस्, गोर्खाल्यान्ड नबनाउनुहोस्। यसले तपाईँहरूलाई पछिल्लो ठुलो समस्यामा पार्न सक्छ, जसले गर्दा गोर्खाल्यान्ड पनि बिग्रिएर जानेछ, तपाईँहरूको माग पनि पुरा हुने छैन र भोलि आफ्नो पहिचान भन्नु पर्दाखेरि कुनै देश जानुभयो गोर्खाल्यान्डको हुनुहुन्छ भन्दाखेरि तपाईँ त नेपाली हुनुहुँदो रहेछ भन्ने कुराहरू हुनसक्छ। त्यसले गर्दा तपाईँहरू ओरिजिनल इन्डियन हुनुहुन्छ भने आफ्नै दार्जिलिङ माग्नु होला, जसले गर्दा तपाईँहरूलाई भोलि पहिचानको विषयमा कुरा गर्न पनि मिल्नेछ। हस् त है, जय नेपाल,